8 अध्याय। तिनको हत्यामा साउल पनि सहमत थिए। त्यसै दिन यरुशलेममा भएका मण्डलीको विरुद्धमा ठूलो सतावट सुरु भयो र प्रेरितहरू बाहेक तिनीहरू सबै यहुदिया र सामरियाका इलाकातिर छरपष्ट भए। भक्तजनहरूले स्तिफनसलाई लगेर गाडे र तिनको निम्ति ठूलो विलाप गरे। तर साउलले चाहिँ घर घरमा पसेर मण्डलीलाई समार गरिरहेका थिए। तिनले पुरुष र स्त्रीहरूलाई घिस्याउँदै लगी झ्यालखानामा हालिदिन्थे। तब ती छरपष्ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे। फिलिप चाहिँ सामरियाको एउटा शहरमा गएर तिनीहरूलाई ख्रीष्ट प्रचार गरे। फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर भीडले एक मनका भई तिनका कुरामा ध्यान दिए, किनकि धेरै जनाबाट अशुद्ध आत्माहरू ठूलो स्वरले चिच्याउँदै निस्कन लागे र धेरै जना पक्षघातका रोगीहरू र लंगडाहरू पनि निको पारिए। यसरी त्यस शहरमा ज्यादै आनन्द भयो। सिमोन नाउँ भएको एकजना मानिस त्यहाँ थियो। त्यसले अगाडिदेखि नै त्यस शहरमा जादुगरी गरेर सामरियाका मानिसहरूलाई आश्चर्यचकित पारेको थियो र आफूलाई मैहुँ भनी ठान्दथ्यो। त्यस मानिसलाई सानादेखि ठूलासम्म सबैले यसो भनेर मान्थे, यो मानिस परमेश्वरको त्यो शक्ति हो जसलाई महाशक्ति भनिन्छ। तिनीहरूले त्यसलाई मान्थे किनभने धेरै समयदेखि त्यसले आफ्नो जादुगरीले मानिसहरूलाई आश्चर्यचकित पारिरहेको थियो। तर जब तिनीहरूले परमेश्वरको राज्य र येशू ख्रीष्टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्वास गरे, तब पुरुष र स्त्रीहरूले बप्तिस्मा लिए। सिमोन आफैले पनि विश्वास गर्यो। त्यसले बप्तिस्मा लियो र त्यो फिलिपसँग लागिरह्यो र चिन्हहरू र ठूला ठूला अचम्मका काम गरेको देखेर त्यसलाई आश्चर्य लाग्यो। सामरियाका मानिसहरूले परमेश्वरको वचन ग्रहण गरे भन्ने सुनेर यरुशलेममा रहेका प्रेरितहरूले पत्रुस र यूहन्नालाई तिनीहरू कहाँ पठाए। उनीहरू त्यहाँ आएर तिनीहरूले पवित्र आत्मा पाउन् भनेर तिनीहरूका निम्ति प्रार्थना गरे, किनकि त्यतिन्जेलसम्म तिनीहरू मध्ये कुनै माथि पनि उहाँ आउनु भएको थिएन। तिनीहरूको बप्तिस्मा प्रभु येशूको नाउँमा मात्र भएको थियो। तब उनीहरूले आफ्ना हात तिनीहरूमाथि राखे र तिनीहरूले पवित्र आत्मा पाए। अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदो रहेछ भन्ने देखेर सिमोनले यसो भन्दै तिनीहरूलाई रुपियाँ दिन ल्यायो, मलाई पनि यो शक्ति दिनुहोस् र मैले जोसुकै माथि हात राखिदिएपछि त्यसले पवित्र आत्मा पाओस्। तर पत्रुसले भने, तेरा रुपियाँ तँसँग नष्ट होस्, किनकि परमेश्वरको वरदान रुपियाँले किन्न सकिन्छ भनी तैँले विचार गरिस्। यस विषयमा न त तेरो केही भाग छ न हिस्सा नै छ, किनकि परमेश्वरको सामुन्ने तेरो हृदय ठिक रहेनछ। यसकारण तेरो आफ्नो यस दुष्टताको निम्ति पश्चाताप गर अनि प्रभुमा प्रार्थना चढा र सायद तेरो हृदयको यस्तो विचार क्षमा होला, किनकि म देख्दछु त तिक्तताले भरिएको छस् अनि अधर्मको बन्धनमा छस्। तब सिमोनले भन्यो, तपाईहरूले नै मेरो निम्ति प्रभुमा प्रार्थना गरिदिनुहोस् र तपाईहरूले भन्नुभएको कुनै पनि कुरा ममाथि आइ नलागोस्। अनि तिनीहरूले गवाही दिइसकेपछि र प्रभुको वचन बोलिसकेपछि सामरियाका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दै तिनीहरू यरुशलेम फर्के। त्यसपछि प्रभुका एउटा दूतले फिलिपलाई भने, उठेर दक्षिणतिर यरुशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ, त्यहाँ मरुभूमिको बाटो छ। अनि फिलिप उठेर गए र एकजना इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्दाकीका ठूला पदाधिकारी र समस्त सम्पत्तिका कोषाध्यक्ष थिए। उनी यरुशलेममा आराधना गर्न गएका थिए। उनी फर्किरहेका थिए र आफ्नो रथमा बसी यशाया अगमवक्ताको पुस्तक पढिरहेका थिए। तब पवित्र आत्माले फिलिपलाई भन्नुभयो, जाऊ र त्यस रथको साथ लाग। फिलिप तिनी कहाँ दौडेर गए र तिनलाई यशाया अगमवक्ताको पुस्तक पढिरहेको सुनेर उनले सोधे, तपाईले पढिरहनु भएको कुरा बुझ्नुहुन्छ? तब तिनले भने, कसैले नबताइकन म कसरी बुझ्न सक्छु र? अनि तिनले फिलिपलाई रथमा चढी तिनको साथमा बस्ने अनुरोध गरे। अब तिनले पढिरहेका धर्मशास्त्रको खण्ड यो थियो, जसरी भेडा काटिनलाई लगिन्छ वा थुमा उन कतरनेको सामु चुप रहन्छ, त्यसरी नै उसले आफ्नो मुख खोलेन। उसको अपमानित अवस्थामा उसलाई न्याय मिलेन। उसको पुस्ताको बयान कसले गर्ने, किनभने उसको जीवन पृथ्वीबाट हरण भयो। तब ती नपुंसकले फिलिपलाई भने, कृपा गरी मलाई भन्नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्नै विषयमा कि अरू कसैको विषयमा? तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए। अनि उनीहरू बाटोमा जाँदा जाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ?
फिलिपले भने, यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईले बप्तिस्मा लिन सक्नुहुन्छ। तिनले जवाफ दिए, येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्दछु। तिनले रथ रोक्ने आज्ञा दिए अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले र उनले तिनलाई बप्तिस्मा दिए। तर जब उनीहरू पानीबाट बाहिर उक्लिआए तब प्रभुका आत्माले फिलिपलाई पक्रेर लैजानुभयो र ती नपुंसकले उनलाई फेरि देखेनन् र ती रमाउँदै आफ्नो बाटो लागे। तर फिलिप अस्दोदमा देखा परे र कैसरिया नपुंजेल सबै शहरहरूमा सुसमाचार सुनाउँदै गए।